नमस्कार सबैजनालाई। गजुरी गाउँपालिका वार्ड नम्बर 2 छेपाङ गाउँ आइसकेका छौँ। हामीले 6 दिनको नानीलाई भेटिसकेका छौँ। बच्चाको बुवा उहाँ हुनुहुन्छ, उहाँ आफै पनि अशक्त हुनुहुन्छ। यस्तो राम्रो बच्चालाई जन्म दिने नानी चाहिँ उहाँ हुनुहुन्छ भने हामीले चाहिँ उहाँहरूलाई आवश्यक परेका हिजो दाल चामलहरू आइसकेको छ। आज चाहिँ हामीले दसना अनि यहाँ ओड्नेहरू कपडाहरू होइन बच्चाहरू लगायत यो सुत्केरीलाई पनि हुने कपडाहरू सबै हालेर अनि खाने पकाउने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खाना त हामीसँग जहाँबाट नि आउँछ, पकाउने चिजहरू हामीले ल्याइदिएका छौँ। यसमा उहाँहरूले मजाले पकाएर खुवाउनु हुनेछ भने खाटको व्यवस्था भइसकेको छ भने डसना चाहिँ हामीले ल्याइदिइसकेका छौँ। अब बच्चा लिएर भुइँमा सुत्नु चाहिँ पर्दैन उहाँहरूले। त्यस कारण तपाईँहरू ढुक्क हुनु होला। म यही भिडियोबाट तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। उहाँसँग खानेकुरा नै आइपुगिसकेको छ, पकाउने चिज पनि आइसकेको छ, सुत्ने खाट पनि आइसकेको छ। डसनामा उहाँहरू सुत्नुहुन्छ, भुइँमा सुत्नु पर्ने अवस्था छैन। पानीहरू ल्याउनलाई, तरकारीहरू पकाउनलाई सबै कुरा ल्याइसकेको छ। ल नानी यति पैसा चाहिँ राख्नु होइन। यो पैसाले चाहिँ हजुरले चाहिँ सुत्केरी अलिक पोषणहरू मासु ल्याएर खानु, अन्डाहरू ल्याइदिन्छु, चामलहरू केही पऱ्यो भने ल्याउनु, केही पऱ्यो भने सम्झिनु होइन। ग्यास भन्नुभएको छ, ग्यासहरू चाहिँ मैले भनेर पठाइदिन्छु एक दिनमा है। यही घरसम्म ल्याउने व्यवस्था अथवा केही गरौँला होइन। नानीलाई अलिकति हेर्नु, गर्मी छ होइन, गर्मी नमनाउनु है। फ्यान पनि हालिदिउँला, म लाइन छ नि होइन, आउँछ नि मजाले होइन, त्यो गरौँला। पैसाले चाहिँ पोषणयुक्त खानेकुरा खानु होइन है है। राम्रोसँग अलिकति आफू चाहिँ दह्रो भयो भने चाहिँ नानीलाई हेरचाह गर्न सकिन्छ। श्रीमानको नि अवस्था त्यस्तो रहेछ, यो निकाल्नु पर्ने रहेछ, पुरै नचल्ने अशक्त नै हुँदो रहेछ पुरै नै होइन, काम केही गर्नै नसक्ने। के भएको ट्र्याक्टरले पेलेको है, त्यस्तो रहेछ। अब ठिक छ नानी, ल राम्रोसँग गर्नु, यति नै भयो, यति नै सहयोग गरेँ है बाबु। ल यो सम्पूर्ण कुराहरूको उहाँहरू दुईजनाले गर्दा सम्भव भएको छ। उहाँले कमेन्ट गर्नुभयो, त्यसपछि उहाँहरूसँग कोअर्डिनेट गरेर उहाँ मेमबाट पनि उहाँलाई पनि धेरै धेरै धन्यवाद। मनकारी मनलाई हृदयदेखि नै धन्यवाद है, हृदयदेखि धन्यवाद है हजुर। हामीले चाहिँ अहिले यति गर्न सक्यौँ होइन। भोलिका दिनमा पनि तिमीहरूलाई केही कुरा आवश्यक पर्यो भने हामीलाई सम्झिनलाई चाहिँ नछुटाउनु होला। तपाईँहरूको अप्ठ्यारोमा हामीले धेरै नसके पनि अलिकति मलम लाउने काम गर्छौँ। त्यस कारण चाहिँ तपाईँहरूले भोलि कुनै दिन के अप्ठ्याराहरू पर्यो, नानीलाई कपडाहरू चाहियो भने मलाई भन्नु होइन। तिमीलाई पनि आफूलाई चाहियो भने, बच्चा पनि हुर्किँदै जान्छ, कपडाहरू चाहियो भने चाहिँ भन्नु होइन। आज हामी यति लिएर आउन सकेका छौँ, यति लिएर छोडेर हामी छोड्दैनौँ। हामी बारम्बार हामी सहयोग गर्दै जान्छौँ। अर्को कुरा चाहिँ एउटा के रहेछ भने उहाँहरूको आफ्नै घर चाहिँ रहेनछ होइन। त्यसको लागि चाहिँ अब यो बर्खापछि यो जुन अब त असार साउन भदौ नै छ, यो पछि चाहिँ हामीले उहाँको लागि 2 कोठाको घर, आफ्नो घर होइन, यो चाहिँ काकाको घर हो होइन। उहाँको लागि चाहिँ घर बनाउन सक्यो, त्यसमा केही हेल्प गर्न सक्यो, अथवा हामीले यो पालिकालाई भनेर गर्ने कि अथवा हामीले सहयोग जुटाएर गर्ने कि त्यो गर्न सकियो भने चाहिँ उहाँहरूलाई अझै हुन्छ। किनभने अरू चाहिँ गर्नै पर्ने कारण चाहिँ के चाहिँ उहाँहरू रक्सी पनि खानु हुँदैन, जाँड पनि खानु हुँदैन, केही नै खानु हुँदैन। अनि अर्को कुरा चाहिँ उहाँ बाबु चाहिँ एकदमै के त्यो खुट्टाको चाहिँ अलिकति शारीरिक अशक्त नि हुन्छ, खुट्टा प्लस त्यो छातीको घाउले गर्दाखेरि उहाँले अरू त्यस्तो सामान्य काम त गर्नुहुन्छ, अरू काम गर्नु नसक्ने भयो। त्यसको लागि चाहिँ तपाईँहरूले टिम नेपालले पनि केही पहल गरिदिनुहुन्छ घर बनाउनलाई भन्ने चाहिँ त्यो एकदम आशा गरेछौँ हामीले। फेरि पनि साथ सहयोग पाइरहँ। उहाँलाई मात्रै नभएर उहाँको परिवार, आमा पनि लाटे, बुवा पनि लाटो हुनुहुन्छ, हजुरआमा पनि अपाङ्ग हुनुहुन्छ, अशक्त हुनुहुन्छ, त्यस्तो हुनुहुन्छ। उहाँहरूको लागि शुद्ध उहाँ छोरा बुहारीको लागि मात्रै नभएर उहाँलाई पनि सहयोग गर्न मिल्छ। ल फेरि पनि धन्यवाद भने तपाईँहरूलाई काठमाडौँदेखि आउनुभयो। हस् हजुरहरूलाई पनि धेरै धन्यवाद। हजुरहरूले गर्दाखेरि सफल भएको छ। हजुरहरू जस्तो मान्छे हरेक ठाउँमा, हरेक समाजमा, हरेक ठाउँमा हुने हो भने हजुर, किनभने आफूले गर्न सक्ने गर्नुभयो, नसकेपछि हामीलाई भन्नुभयो, हामीले सहकार्य गर्यौँ। सहकार्य गरेर यतिसम्म गर्नु ठुलो कुरो हो। किनभने कसैलाई खानेकुरा छैन भने खानेकुरा दिनु सबभन्दा ठुलो कुरो हो। त्यही गर्न पाइएको छ होइन। अब यसरी नै हामी त अब अगाडि बढ्ने नै हो। भोलिका दिनमा पनि पर्यो भने हजुरहरूले सम्झिनु होला। अब धेरै ठाउँमा जोडिन्छौँ हामी चाहिँ चेपाङ बेल्ट अलि बढी भएको ठाउँ छ, त्यस्तो धेरै कुराहरू छ। त्यसमा चाहिँ तपाईँहरूसित एकदमै सधैँ जोडिने। धेरै नसके पनि घाउमा मलम पट्टी लगाउने कामसम्म चाहिँ म गर्छु। ल चाहिने मान्छे बाई बाई।